र म चाहिँ अब मन्दिर निस्किन तयार भएको। बाट निस्केको हो। अब स्कुटी स्टार्ट हुन्छ कि हुँदैन जाडो महिनामा है। जाडो महिनाको स्कुटी स्टार्ट भयो है। यस्तै हो कि जाडो महिनामा स्टार्टै हुनु मान्दैन कि मन्दिर जानु भएन बिहानखेरि चाहिँ स्कुटीलाई पनि जाडो लाग्छ क्या। कस्तो कति राम्रो छ बिहान बिहान कि यहाँ चाहिँ हाम्रो गणेश मन्दिर हो है। भित्र जानुहुन्छ अलिक भएको कारणले बाहिरबाट हजुरहरू मेरो मन्दिर पनि आइपुग्न आँट्यो है। यहाँ चाहिँ हाम्रो नन्दीश्वर महाराज हुनुहुन्छ। यहाँ चाहिँ भोले बाबाको मन्दिर, भोले बाबा विराजमान हुनुहुन्छ। र हाम्रो शिवालय मन्दिर चाहिँ एकदम क्लिन भइसकेको थियो। त्यसपछि हामी राधा कृष्णको सेवा शनि मन्दिर सफा भइसकेको छ तर मजाले सफा गरिन्छ नि साफ सफाइ भइसकेको छ है। यहाँ हाम्रो चाहिँ अब जान्छु भगवान् भोले बाबाको पूजा गर्न। यहाँ चाहिँ अब हाम्रो बडा हुन्छ, उहाँले सजाउनुहुन्छ है। भोले बाबाको पूजा गरिसकेर अनि राधाकृष्णको भोले बाबाको पूजा आराधना एवं पाञ्चन देवी देवताको पूजा आराधना सबै पुछताछ भए, नयाँ वस्त्र लगाई र फुल प्रसाद सब अब शनि भगवानको पूजा ओम विघ्नेश्वराय वरदायेश्वरा प्रिय शनि भगवानको पूजा आराधना भइसकेको रमाइलो चाहिँ आजको लगभग मेरो पूजा आराधना पनि सुरु भइसकेको छ है। र यसरी नै हजुरहरूलाई म राम्रो भिडियोहरू दिनेछु र हेरेर लाइक कमेन्ट सेयर गर्नु।